हेलो एभ्रिवान, गुड मर्निङ। आज चाहिँ म नास्ता बनाउँदैछु। सबैजना सन्चै हुनुहुन्छ होला है। आज चाहिँ हामी टाढा परेको छु, त्यसले गर्दा म नास्ता बनाउँदैछु। अहिले भेटौँ। फ्राइड राइस बनाउँदैछु अनि चाना भुटेको छु, चाना आलु। अनि तपाईँहरू सन्चै हुनुहुन्छ होला सबैजना। तातो पानी लानुपर्ने हुन्छ, त्यसैले मैले पानी गरम गर्दैछु। आज मेरो फुच्चेहरू कहाँ गयो? फुच्चे कहाँ मात्रै सुतिरहेको रहेछ। फुच्चे चाहिँ यहाँ रहेछ। खोइ उयो मेरो बहिनी पनि आइपुग्यो ड्युटी जानु लागि। अब चाहिँ म ड्युटी जाने भए निक्लेँ। आज चाहिँ मेरो ड्युटी निकै टाढोमा छ, त्यसले गर्दा अलिक छिटै गएँ। जाँदैछु, 9 बजी पुग्नुपर्छ। के गर्नु, म रोडको बाटो जाँदैछु। यहाँ डाँडा पल्लापट्टि पुग्नुपर्छ हिँडेर। हेरिहाल्नुहोस् है साथी हो, हाम्रो ड्युटी चाहिँ कस्तो हुँदो रहेछ। अब चाहिँ रोज छुट्टी पनि भयो। लु है हेर्नुहोस्, अब चाहिँ घर जाँदैछु। ओ विषयमा केही भनिदिनुहोस् न हौ साथीभाइ हो। हाम्रो बहिनी भन्नुहोस् न हौ, के छ हौ? बहिनी त कामबाट आएको पनि छैन। कताबाट हौ? उहाँले भन्नुहुन्छ नि यसो आजको कस्तो थियो, के थियो? केही त के भन्नु। अब आजको त डर लाग्दो नि। अब हामी त मिसन कारगिलमा पसेको जस्तो थियो, भिडमा काम गरेर आएको। हामी त ट्यान्जिङ शेर्पा जस्तो भइरहेको छौँ। हामी चाहिँ घरमा आएर पनि जङ्गल आएको छु हर्रा खोज्नु, तर हार्रा नपाएर हामी यसरी जङ्गल घुमिरहेछु। हेरिहाल्नुहोस्, दाउरा बोकेर जाँदैछु साथी हो। हर्रा खोज्नु आएको हो हामीले, हर्रा। गल्यो सक्दैन हिँड्नु। हेलो, आज त हत्तु भए, हत्तुभन्दा पनि हत्तु। ड्युटीबाट आएर पनि हर्रा खोज्नु गएर जङ्गल डुल्दा त हत्तु भए आज। आजलाई यति नै। भिडियो मन परेमा लाइक कमेन्ट सेयर गरिदिनुहोस् होला, अनि फलो पनि। बाई बाई।